सबैलाई नमस्कार। म करण सिंह पाल, यो महोत्सवको कार्यक्रम संयोजक। र हामीले सबैभन्दा पहिला त महेन्द्रनगर बजार हुनुभन्दा पूर्वको घुसुडी बजारलाई घुसुडी बजारको नामबाट यो पालिको महोत्सवलाई सुरुवात गरेका छौँ। घुसुडी महोत्सव 2082 सभ्यता, संस्कृति र समृद्धिको उत्सव घुसुडी महोत्सव भन्ने हाम्रो मूल नारा छ। र यो महोत्सवमा सधैँका महोत्सवभन्दा अलिक फरक, अलिक तयारी राम्रो गरेर धेरै समयको पर्खाइपछि हामीले मौतका कुवा पनि ल्याएका छौँ। र त्यसै गरी जलपरी, फिस टनेलहरू पनि यहाँ रहेको छ। र थारू संस्कृतिलाई पनि एकदमै उजागर गर्ने किसिमले हामीले थारू सङ्ग्रहालय पनि बनाएका छौँ। र व्यवस्थित सचिवालय र एकदमै कहिल्यै कञ्चनपुरको महोत्सवमा नआएका कलाकारहरूलाई पनि समेटेर आफूले सक्ने किसिमले धेरै राम्रो गरौँ भनेर हामीले धेरै चिजहरू नयाँ नयाँ थप गरेका छौँ। र महोत्सव 29 गतेदेखि हाम्रो सुरु हुँदैछ र माघ 11 गतेसम्म। 29 गते साँझ 3 बजे हामीले समुद्घाटन कार्यक्रम राखेको छौँ। र हाम्रो लगभग तयारी अन्तिम चरणमा पुगिसकेको छ। र भोलि हाम्रो लगभग तयारी सबै पुरा हुने हामीले सोचेका छौँ। अनि के छ टिकटका लागि सधैँका जस्तै हामीले योपालि पनि विद्यार्थीका लागि 50 रुपियाँ र सर्वसाधारणका लागि 100 रुपियाँ राखेका छौँ। र 70 वर्षभन्दा माथिका वृद्ध आमा बुवाहरूका लागि निःशुल्क रूपले प्रवेश हुनेछ। र त्यसै गरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि हामीले निःशुल्क रूपमा राखेका छौँ। अन्तर्गत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत पनि खर्च गर्नुपर्ने हुन्छ होला। तपाईँले विगतमा गर्नुभएको थियो होइन, यसपालि के छ त्यस्तो, जस्तो टिकटबाट, अन्य आम्दानीबाट, यो मेला आम्दानीबाट आएको उसबाट त्यसो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्ने के योजना बनाउनु भएको छ यहाँले? एकदमै सही कुरा गर्नुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले यसपालि चाहिँ के राखेका छौँ भने टिकटमै यति छुट्याउनु पर्छ भन्ने अलिकति हामीलाई के डर लाग्छ भने ठुलो काम गर्दाखेरि धेरै ठाउँमा लस पनि भयो। र विगतको महोत्सवहरू पनि हेर्दाखेरि धेरै ठाउँमा हुन्छ बोलेको कुरा गर्नुपर्ने भए हुनाले एउटा त्यो भनेको कुरा गर्नुपर्ने हुन्छ। र त्यो नसकियो भने चाहिँ आफू गर्दै पनि आफू अलिकति मतलब के भन्छ त्यसलाई माइनस, मतलब त्यो कुराहरू गर्न नसकेको कुराहरूलाई हामीले हुन्छ त्यो माइनस, आफूलाई चाहिँ भनेको कुरा गर्न नसकिएपछि त्यो कुरा नपुगेको जस्तो आभास हुन्छ। र सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले चाहिँ के छुट्याउँछौँ, तर त्यो कुरा चाहिँ सकिएपछि कुल नाफाको एमाउन्टबाट गर्छौँ त्यो कुरा। अनि यो के मापदण्ड पुरा गरेर ल्याउनु भयो अथवा के छ? मौतको कुवा नेपालमा ब्यान्ड छैन। यो एकचोटि घटना भएको थियो र त्यसपछि चाहिँ अलिकति प्रशासनले चाहिँ होइन यो घटना हुनसक्छ भन्ने हिसाबले गरिएको थियो। र यही मौतको कुवा तपाईँको लम्की महोत्सवबाट आएको हो, लम्कीमा चलेरै आएको हो। र लम्कीबाट यहाँ आएको हुनाले कसले लिन्छ नि, आयोजकले लिन्छ कि त्यहाँ आफैले लिन्छ? तिनीहरूको आफ्नो हुन्छ, तिनीहरूको आफ्नै बिमा कम्पनीहरू हुन्छ र तिनीहरूको आफ्नै स्टाफ हुन्छ। त्यसमा हाम्रो स्टाफ पनि हुँदैन र तिनीहरूको आन्तरिक सोर्सबाट नै हुन्छ त्यो कुरा। हजुरको के हो भने धेरै आएका हुन्छन्, तिनीहरूलाई के हुन्छ भने कहिले पानी पर्ने, कहिले ओस पर्ने, यो समस्याले गर्दा तिनीहरूको लाखौँको सामानहरू पनि अलिकति बिग्रिने भएकोले पुरै टिन सेटहरू माथि राखिदिने र एकदमै सेक्युरिटीको हिसाबले पनि हरेक ठाउँमा हामीले टिन राखेका छौँ। र पहिलाको जस्तो जसरी कपडा उठाएर त्यो स्टलबाटै घोस्ने गर्थे, यो कुराहरू एकदमै सबै हामी बन्द गर्छौँ। योपालि सबै ठाउँमा टिन लगाएको छौँ को हिसाबले एकदमै सेक्योर छ। हाम्रो अहिले 32 देखि 35 वटा CCTV क्यामेराको निगरानी राख्छौँ। यसमा हामीले UNV CCTV क्यामेरासँग हामीले सहकार्य गरेका छौँ। त्यसै गरी गुरुकुल सेक्युरिटीको हाम्रो आन्तरिक सेक्युरिटी पनि छ। र जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलाई सबै ठाउँमा पत्रचार भइसकेको छ। र सेक्युरिटीमा एकदमै सबै ठाउँबाट हामी तयारी नै। यो स्टलहरू कति छन् होइन? अब जस्तो यहाँको स्थानीय एउटा उत्पादनदेखि लिएर यहाँको उद्योगहरूलाई प्रवर्धन गर्नका निमित्त पनि तपाईँहरूले स्टललाई चाहिँ त्यसरी बुकिङमा दिने गर्ने योजनाका साथ तपाईँहरू अगाडि बढ्नुभएको होला। के छ स्टलको सङ्ख्या र स्थानीय उत्पादनलाई प्रवर्धन गर्नका लागि? स्टल हामीले 146 वटा बनाएका छौँ। र त्यसमध्ये जिल्ला प्रशासन, जिल्ला पशु सेवा कार्यालय भेटनरी
अनि जिल्ला कृषि कार्यालय सायद कृषि ज्ञान केन्द्र होला त्योहरूले अस्ति पनि सूचना निकालेको हजुरले देख्नुभयो होला। उनीहरूले आफ्नो कृषकहरूलाई सहभागिता गराउनका लागि सूचना निकालिसकेको र उहाँहरूको स्टल पनि आउँछ। उहाँहरूको स्टल निःशुल्क नै हुन्छ कृषकहरूलाई र हामीले 146वटा स्टल राखेका छौँ। घरेलु उत्पादनलाई हामीले 50% डिस्काउन्ट गरेका छौँ नर्मल स्टकहरूभन्दा र जो पनि हाम्रो भीमदत्त नगर उद्योग वाणिज्य सङ्घमा दर्ता भएका छन् उनीहरूलाई पनि 20% अफ गरेका छौँ। यो खडखडे सडखडे लगायत अन्य यो जुवा जान्ने चिजहरू पनि यहाँभित्र खेल्न पाउने व्यवस्था छ कि तपाईँहरू के छ? अब त्यो खासमा के हुन्छ भने हजुरको रमाइलोको साधनहरू हो त्यो। त्यसमा कस्तो छ भने जिल्ला प्रशासनले या नेपाल सरकारले अनुमति दिएका खेलहरू चाहिँ राखिने भन्ने कुरा छ। अब त्यो विषयमा हामीले एकचोटि सुरक्षा निकायका साथ त्यो त गैर कानुनी भनिन्छ नि। अब त्यो त गर्न नमिल्ने गतिविधि गैर कानुनी भयो त हामी राख्दैनौँ, त्यस्तो आइटम राख्दैनौँ। हामी त खालि कस्तो भने चाहिँ अब मान्छेहरू आए, हाम्रो पब्लिकहरू आउनुभयो अनि उहाँलाई चाहिँ केही अलिकति पनि टाइम पास कहिले रमाइलो गरौँ भन्ने किसिमले काहीँनिर खेल्छ भने त्यस्तो मात्रै खेलिन्छ। त्यो ठुलो खेलहरू चाहिँ हुँदैनन्। समय कति? हाम्रो अब पुसको महिना छ, 6 साढे 6 बजे सकिन्छ होला।